नमस्कार, फेरि पनि स्वागत छ यहाँहरूलाई मेरो शिल्पा एसटीएस च्यानलमा। र आज चाहिँ मदर स्पेसल डे, ह्याप्पी मदर्स डे भन्न चाहन्छु यहाँहरूलाई। आज आमाको मुख हेर्ने दिन मातातीर्थ औँसीको यहाँहरूलाई फर्स्ट अफ अल त शुभकामना दिन चाहन्छु, ह्याप्पी मदर्स डे भन्न चाहन्छु। र आज पनि म एउटा नयाँ भ्लग लिएर आइसकेको छु। र आज चाहिँ विशेष औँसीको दिन म मम्मीकोमा जान लागिरहेको छु। अब म चाहिँ हिँड्नलाई रेडी भइसकेँ पुरै हैन। अब उतै गएर भेटौँ न है त गाइस। हेलो गाइस, हामी चाहिँ मम्मीको घर लिएर आइपुगेर बसिरहेको एकछिन हामीलाई बोलाएको छु। एकछिन के भयो रहेछ चिया शीतल तापेर बसिरहेको छु। त गाइज हामी चाहिँ अहिले घरमा आइपुगिसकेको होइन। अब हाम्रो यहाँ मम्मीलाई चाहिँ मुख हेर्ने, मम्मीलाई खानेकुराहरू ल्याएको दिने चाहिँ कार्यक्रम चाहिँ एकछिन न के अरे अब सुरु हुन लाग्यो। अब त्यही मम्मीलाई यो मैले ल्याएको खानेकुराहरू दिन्छौँ, अनि त्यसपछि हामी खानाहरू खान्छौँ। र आजको दिन चाहिँ हाम्रो यस्तै गरेर नै बित्छ साथीहरू। गाइस मैले चाहिँ टिका लगाइदिनु हुँदैन है। गाइस हाम्रो चाहिँ यसरी नै भयो है। मम्मीलाई आमाको मुख चाहिँ हामीले यसै गरेर हेरौँ। तपाईँहरूले चाहिँ कसरी हेर्नुभयो आफूले आफ्नो ठाउँबाट होइन, कसरी हेर्नुभयो। हामीले चाहिँ यसरी नै हेऱ्यौँ आज आमाको हुने औँसी। खाने कार्यक्रम सुरु हुँदैछ यहाँ धम्माधम लाएर। त भाइ त मम्मी यता कोही कोही होइन, कोही कोही ल यहाँ पहेँलो यो प्लास्टिकको भाँडा पहेँलो लगाएपछि यो जाँदैन कि माझी भाँडा मजाले मान्नु पर्यो। खाँदैछ यो चाहिँ अहिले एकछिन मसाल्नु पर्ला। गाइस अहिले चाहिँ खानासाना खाएर एकछिन रेस्ट गरेर बसिरहेको। पुरै मौसम चाहिँ धुम्म भयो अहिले चाहिँ। पानी पर्ला जस्तो भइरहेछ, अल्छी लाग्दा जस्तो। पानी पर्छ होला सायद अहिले एकछिनमा। ल पानी पर्ला जस्तो छ गाइस अहिले एकछिनमा चाहिँ खत्रै। अनि यहाँ के अरे बसिरहेको यत्तिकै खानासाना खाएर एकछिन तलतिर डुल्न जानुपर्छ अहिले बाहिरमा भने। पानी पर्ला जस्तो भइरहेको डाङडुङ आकाश त पुरै एक्कासी घामसाम गएर बादल लागेर यस्तो भइरहेछ। हाम्रो मम्मी चाहिँ बिरामी भएर औँसीको दिनमा है कस्तो नमजाए। केही खानेकुरै दिन पाइएन गाइज हो। बिस्कुट खानु परेको छ उहाँ जिन्दगीमा। चिसो घाममा, तातो घाममा फ्रिजमा राखेको आइसवाला चिसो खाएको नतिजा होइन। बिस्कुट चपाएर। साथीहरू तपाईँहरूको औँसी चाहिँ कस्तो भयो कुन्नी? आमालाई मिठो मिठो बनाएर दिनुभयो होला। मेरो त के गर्नु, आमाको घाँटी नै खराब छ अरे, घाँटी दुखा छ अरे गाइज। के गर्नु, आमालाई त बिस्कुटै बिस्कुट मात्रै दिनु पर्यो मैले त। यहाँ यता टेबलमा पनि ल बिस्कुट मात्रै। अब यो फलफुल चाहिँ ल्याइदिएको, सुत्केरीको नाम गरी टाउको मैले खाएँ भने जस्तो हुने भयो फलफुल। के गर्नु गाइज, यस्तै छ मेरो चाहिँ औँसी यस्तो भयो। तपाईँहरूको कस्तो भयो प्लिज कमेन्ट गर्नु होला। मम्मी अहिले सन्चो भयो? अलिअलि सुत्नु मन लागेन आज चाहिँ? अहिले सन्चो भयो होला औषधिले। ल
यहाँ मेरो बहिनीले चाहिँ चिया पकाउन लागिरहेको छ होइन चिया खानु मन लाग्यो चिया पका भन्ने अब बहिनीले चिया पकाउँछ अल्छी लाग्यो के गर्ने त गाइज अब के गर्नु अल्छी लागेर चिया खाँदैछौँ चिया खाने बस्ने भाइ चाहिँ सुतिरहेछ मेरो भाइ चाहिँ यहाँ सुतिरहेछ मस्त मलाई चाहिँ अल्छी लागिरहेछ के गर्नु त गाइज टाइम पास गर्दै बसिरहेको छु यो चाहिँ मस्त निदाइरहेछ है ल हेर्नु त यहाँ सुतेको कुम्म गर्न सुते जस्तो सुतिरहेछ यार यस्तो कराउँदा नि उठेकै छैन हो हात पानी पर्यो अहिले चाहिँ पानी पर्यो यहाँ पुरै हेर्नु त हाम्रोतिर त मम्मीकोतिर त पानी पर्यो अन्त चाहिँ पानी परेको छैन औँसीको दिनमा पानी पर्यो चिसो अघिसम्म यस्तो गर्मी भइरहेको थियो मलाई चाहिँ अझै चिसो खोइ चिया पाके होइन कपको यो कति धेरै चिया पनि आधी माना सबै यार तर जाडोमा चिया खानुको मजा बेग्लै हुन्छ मिठो छ चिया गाइज हामी चाहिँ एकछिन घर बस्दा अल्छी लागेर डुल्न हिँडेको बाहिर म चाहिँ पानी पर्न लागिरहेको छ साथीहरू पुरै आकाश त कस्तो भएको छ डुल्न हिँडेर हामी चाहिँ यहाँ तल चौरमा म तपाईँहरूलाई तल ग्राउन्ड पनि देखाउँछ है कस्तो छ भनेर यहाँको हेलो गाइज यो चाहिँ सुनागढीको बालकुमारी मन्दिर यहाँ जङ्गलभित्र छ पुरै हामी चाहिँ त्यहाँबाट आएको होइन यहाँ आइपुगेर अब हिँड्दैछौँ एकछिन डुल्न आएको पुरै पानी पर्न लागिरहेको छ अन्धकार भएको छ पुरै अनि अब हामी चाहिँ एकछिन यहाँ चौरतिर डुल्छौँ अनि जाने भनेको पुरै पानी चाहिँ पर्न लागेको छ खतरनाक भइरहेछ है सन भाइ पुरै डरलाग्दो यहाँ चाहिँ भूत आउँछ क्या हो गाइज भूत त्यतातिर चाहिँ आउन सक्छ है गाइज त्यहाँ पुरा यो चाहिँ बालकुमारी चौर होइन प्लेन उडिरहेको छ पुल झोलङ्गे पुल त्यहाँ बिचसम्म जाने अनि आउने भन्दै यार पुल त गाइज हामी चाहिँ पुलमा हिँड्दैछौँ होइन यो चाहिँ बालकुमारीको पुलमा यताबाट फेरि ओखाट पुगिन्छ तल्लो ओखाट हाम्रै घरतिर पुगिन्छ हामी चाहिँ यताबाट आएको चौरतिर डुल्दै दिदीभाइ आज घरमा बस्दा अल्छी लागेर यहाँ पुरै पानी पर्न लागिरहेछ पर्छ होला एकछिनमा पानी अघि त छिटा पनि हान्दै थियो ल भाइ हिँड्दैछ पछाडि चाहिँ भाइ हिँड्दैछ अनि एकछिनमा हामी घर जान्छौँ हामीहरू चाहिँ बालकुमारीबाट घुमेर आएर बसेर पनि अहिले चाहिँ रातै परिसक्यो बाहिर चाहिँ पुरै अँध्यारो छ र त्यही हो आजको हाम्रो औँसी चाहिँ यस्तै भयो होइन मम्मीकोमा आएँ म अनि त्यसपछि मम्मीलाई खानेकुराहरू दिएर अनि यत्तिकै दिउँसो बस्यो खासै कतै गइएन भाइसँग एकछिन चौरमा गएँ आएँ बसेँ र आजको हाम्रो भिडियो चाहिँ यस्तै नै भयो आशा छ तपाईँहरूलाई भिडियो मन पर्नेछ र अन्तिममा जाँदै भिडियोलाई चाहिँ हजुरहरूले लाइक कमेन्ट सेयर र सब्सक्राइब भने गरिदिनु होला भन्दै फेरि अर्को भिडियोमा भेटौँला अहिलेको लागि चाहिँ बाइ बाइ।